नेपालको स्टक एक्सचेन्ज नेप्से यसलाई पुरै बदल्ने एउटा ठूलो योजना बनेको छ। त्यो योजना के हो त? आज हामी यही विषयमा गहिरिएर हेर्नेछौँ। एउटा सरकारी अध्ययन प्रतिवेदनले के भन्छ त्यसको छिरफार गर्नेछौँ। कुनै पनि देशको स्टक एक्सचेन्जलाई आधुनिक बनाउने कसरी? यो एकदमै ठूलो प्रश्न हो, होइन त? हो, यही प्रश्नको जवाफ खोज्न सरकारले बनाएको एउटा अध्ययन समितिले एउटा रिपोर्ट तयार पारेको छ र आजको हाम्रो चर्चाको केन्द्रमा यही रिपोर्ट रहनेछ। ल अब लागौँ पहिलो र सबैभन्दा महत्त्वपूर्ण विषयतिर, त्यो हो सुधार। सरकारलाई बुझाइएको त्यो विशेष रिपोर्टले नेप्सेलाई अगाडि बढाउन केही निकै बोल्ड, भनौँ न साहसिक सुझावहरू दिएको छ। अब एक एक गरेर हेरौँ के हुन् त ती सुझावहरू। सबैभन्दा पहिलो र सायद सबैभन्दा ठूलो कुरा, रिपोर्टले नेप्सेलाई पुरै निजीकरण गर्ने भनेको छैन, बरु यसलाई एउटा प्रोफेसनल संस्था बनाउने कुरामा जोड दिएको छ। मतलब यस्तो संस्था जो राजनीतिक प्रभावबाट पुरै मुक्त होस्, स्वतन्त्र होस्, तर सरकारको केही हिस्सा भने यसमा रहिरहन्छ। ल, व्यावसायिक बनाउने त भनियो, तर त्यसको लागि स्वामित्व संरचना पनि त बदल्नु पर्यो। त्यसो भए अब नेप्सेको मालिक को हुने त? आउनुहोस्, प्रस्तावित नयाँ संरचना कस्तो छ त्यसको डिटेल्समा जाउँ। समितिले यहाँ दुईवटा बाटो देखाएको छ। पहिलो, जुन चाहिँ उनीहरूको रोजाइ पनि हो, त्यो हो आंशिक बिक्री। यसमा सरकारले आफ्नो केही स्वामित्व राखिराख्छ र बाँकी अरूलाई दिन्छ। अनि अर्को विकल्पको रूपमा छ पूर्ण बिक्री। यसमा चाहिँ सबै हिस्सा बिक्री गर्ने र सर्वसाधारणलाई पनि 15% सेयर दिने कुरा छ। अब त्यो प्राथमिकतामा परेको आंशिक बिक्री मोडललाई अलि नजिकबाट हेरौँ है। यसमा 25% हिस्सा एउटा रणनीतिक पार्टनरलाई दिने कुरा छ। 35% कमर्सियल ब्याङ्क र कर्मचारी सञ्चय कोष जस्ता ठूला खेलाडीलाई, अनि 15% डेभलपमेन्ट ब्याङ्क र बीमा कम्पनीहरूलाई। यो मोडलले बजारमा पैसा र दिमाग दुवै ल्याउँछ भन्ने सोच हो। र नेप्सेलाई आर्थिक रूपमा एकदमै बलिलो बनाउन यसको पेड अप क्यापिटललाई 3 अर्ब रुपियाँ पुर्याउने एउटा निकै एम्बिसियस लक्ष्य राखिएको छ। रमाइलो कुरा के छ भने यो पैसा सुरुमा चाहिँ बोनस सेयर दिएर उठाउने सुझाव दिएको छ। अघि हामीले रणनीतिक साझेदारको कुरा गर्यौं नि। हो, यो योजनाको एउटा एकदमै महत्त्वपूर्ण हिस्सा हो। विश्वस्तरको कुनै पार्टनरलाई भित्र्याउने। तर किन? यसको भूमिका के हुन्छ? ल अब यसबारेमा कुरा गरौँ। अनि हेर्नुस्, यो रणनीतिक पार्टनर बन्न त्यति सजिलो छैन। एकदमै कडा शर्तहरू राखिएको छ। जो पायो त्यही आउनै सक्दैन। त्यो पार्टनर विश्वको टप 20 स्टक एक्सचेन्जभित्र पर्नुपर्छ, कम्तीमा 20 वर्षको अनुभव हुनुपर्छ, अनि वर्ल्ड फेडरेसन अफ एक्सचेन्जेसको सदस्य पनि। यसले के देखाउँछ भने यो कुरालाई निकै गम्भीरताका साथ लिएको छ। यो कुनै आयो कमायो भाग्यवाला खेल होइन। जुन पनि रणनीतिक पार्टनर आउँछ उसले आफ्नो सेयर कम्तीमा 10 वर्षसम्म बेच्न पाउँदैन। यसलाई लक इन पिरियड भनिन्छ। यसो गर्दा उनीहरूले छोटो अवधिको नाफाको लागि मात्र होइन, साँच्चीकै नेप्सेको विकासको लागि काम गर्छन् भन्ने सुनिश्चित हुन्छ। पैसा, पार्टनर, संरचना, यी सबै कुरा त भयो, तर यी सबैभन्दा महत्त्वपूर्ण कुरा के हो त? त्यो हो सुशासन, अर्थात् गभर्नेन्स। अब एक्सचेन्जलाई साँच्चीकै स्वतन्त्र बनाउन समितिले के कस्ता योजना बनाएको छ त्यतातिर लागौँ। सुशासन सुधारको मुटु नै यही हो। एउटा यस्तो बोर्ड अफ डाइरेक्टर्स बनाउने जसमाथि कसैको पनि कुनै पनि किसिमको बाहिरी प्रभाव नहोस्, एकदमै स्वतन्त्र। अनि यो कुरालाई व्यवहारमा उतार्न केही ठोस कदमहरू पनि सिफारिस गरिएको छ। जस्तै बोर्डमा बाहिरका स्वतन्त्र विज्ञहरूको बहुमत हुनु पर्यो, अनि सीईओ चाहिँ बोर्डको सदस्य हुनु भएन। किन? ताकि स्वार्थ नबाजियोस्। समग्रमा लक्ष्य एउटै हो, सरकारी प्रभाव कम गर्ने र कुनै पनि प्रकारको कन्फ्लिक्ट अफ इन्ट्रेस्टलाई रोक्ने। सुशासनको कुरा त भयो। अब लागौँ अर्को रोमाञ्चक पाटोतिर। त्यो हो बजारको आधुनिकीकरण। यसमा टेक्नोलोजीको अपग्रेडदेखि लिएर लगानीका नयाँ टुलसम्मका कुराहरू छन्, जसले साँच्चै बजारलाई एउटा नयाँ लेभलमा पुर्याउन सक्छ। यो आधुनिकीकरणको लागि एउटा क्लियर कट रोडम्याप जस्तै छ। पहिलो स्टेप, टेक्नोलोजीलाई अन्तर्राष्ट्रिय स्तरको बनाउने। दोस्रो स्टेप, ETF र इन्डेक्स फन्ड जस्ता नयाँ लगानीका औजारहरू ल्याउने। तेस्रो, स्टार्टअप र साना कम्पनीहरूका लागि पनि छुट्टै प्लेटफर्म बनाउने। अनि अन्त्यमा ट्रेडिङ सर्भिसहरूलाई अझै विस्तार गर्ने। अब कारोबारीहरूका लागि के नयाँ सुविधा आउन सक्छ त? हेर्नुहोस्, मार्जिन ट्रेडिङ, सर्ट सेलिङ,
इन्ट्राडे ट्रेडिङ जस्ता कुराहरू छन्। यी सबै भनेको बजारलाई अझै चलायमान बनाउने टुल्सहरू हुन्। जस्तै मार्जिन ट्रेडिङले ऋण लिएर लगानी गर्न सजिलो बनाउँछ भने सर्ट सेलिङले बजार घट्दा पनि कमाउने मौका दिन्छ। यसले बजारमा पैसाको फ्लो र उत्साह दुवै बढाउँछ। ल, हामीले यति धेरै सुधारका कुराहरू गर्यौं, नयाँ संरचना, पार्टनर, सुशासन, टेक्नोलोजी। तर सबैभन्दा ठूलो प्रश्न, यी सबै परिवर्तनले आखिरमा लगानीकर्तालाई के फाइदा हुन्छ त? What's in it for the investors? यसको सोझो जवाफ हो धेरै फाइदा। राम्रो सुशासनले बजारमा विश्वास बढ्छ, नयाँ प्रविधिले कारोबार छिटो र सजिलो हुन्छ, अनि लगानीका लागि थरीथरीका विकल्पहरू खुल्छन्। समग्रमा भन्दा हाम्रो स्टक एक्सचेन्ज एउटा बलियो, विश्वासिलो र अन्तर्राष्ट्रिय स्तरको बजार बन्नेछ। र अन्त्यमा एउटा ठूलो प्रश्नमा आएर यो कुरा टुङ्ग्याउँ कि नेप्सेलाई यसरी कायापलट गर्ने यो योजना साँच्चीकै नेपालको आर्थिक यात्रामा एउटा नयाँ अध्यायको सुरुवात हुन सक्छ त? यो एउटा यस्तो प्रश्न हो जसको जवाफ भविष्यको गर्वमा छ, तर जसको जग आजै बसाल्ने प्रयास भइरहेको छ।